गुरुङ के भन न गुरुङ दोस्त के भन न यहाँ आलिया त आउन आलिया त आउन फुल एङ्गल हो कि राम्रो गीत आई लभ यु हेलो गुरुङ दोस्त कहाँ जान्छ नि आज सरङगढ टुप्पैमा पुग्दिने या ल त अब हामी सरङगढतिर चल्दिन लाग्यो हामी चाहिँ अहिले चियाबारी ल कस्तो कस्तो भयो गोप्रो एङ्गल मलाई पनि थाहा छैन यार हेर्न आफैले हामी चाहिँ अब आकाशको घरतिर चल्दैछ हानेको ल गाइस आजको भ्लग चाहिँ हावा भ्लग हो आजको भ्लग चाहिँ हावा भ्लग आज म मेरो मोल लिएर आउँदिनँ यसकै मोलबाट भिडियो बनाउने 9% चार्ज किन यस्तो ब्याट्री डुसो रहेछ कि यसको 9% मात्र छ फक हुने भयो नि त अब त्यही हो गाइज मेरो भ्लग जहाँसम्म पुग्छ त्यहीँसम्म हो सकियो मेरो भ्लग अब त्यही हो निस्किएको म चाहिँ होइन होइन कुदाइ त फेरि नसक्नु आकाशलाई कुदाइमा सक्दैन नि कस्तो पोल्युसन गरेको स्कुलको बसहरूले भने यस्तो अनुहार लुकाएर के अरे ढाकेर हिँड्ने अवस्था हुन्छ त्यस्तो पोल्युसन नगरौँ न गाइज पोल्युसन नगरौँ न गाइज आकाशको घर आइसक्यो आकाशको घर आएको तर आज माम फुल्यो ला चिसो खायो उपर त चिसोमा मुटु नै चिसो बनाउने कि झन् भनेको त अफ भयो अहिले चाहिँ हामी आकाशको घर आइसकेको छौँ गोप्रोमा चार्जै छैन कि त्यही भएर लास्ट तना भइरहेको बाइकको हेर्नु न दुईवटा बाइक कस्तो वान पिस है केटा पोखराको वान पिस बाइक यो सक्दैन नि फेरि वान पिस बाइकलाई त फेरि त्यही अब अहिले भेटौँला यार यो मेरो भाँच्चीलाई यार भाँच्ची सक्यो यार भाँच्ची सक्यो यार फर्म हुनुभयो यार त्यही हो अब हामी चाहिँ निस्किनु लाग्यो गोप्रोमा 3% चार्ज छ अब यहाँ मोबाइलबाट चाहिँ भिडियो भइरहेको कि अब यो गोप्रो कहाँसम्म पुग्छ थाहा होइन 3% चार्ज छ कि अब थाहै छैन च्याड हुने भयो त आजलाई त्यही हो अब साथीले भ्लग बनाउँछन् के अरे त्यहीँबाट हेरौँ है त अहिले चाहिँ हामी हिँडिसक्यो भनेर नै अब यहाँ मोबाइलबाट चाहिँ भिडियो भइरहेको यस्तो छ कि मेरो लास्ट लुज भयो कि होइन मेरो त त्यो नै के यही लुज भयो कि जाम
यसले त के होइन यो सिङ्गल त राख्नु पर्ला नि फेरि कसले किन दुइटा निकालिस भन्छ नि त होइन एउटा लुक ग्लास निस्क्यो एउटा यहाँ छ तेरो मनमा बादलको माथि अन्डीले गएन यार Chole gang match kuri. Hello guys. मिठो घुम्थ्यो क्या फेरि आज हामी टक्कमाथि सनमकोट जाँदै छौँ होइन अब कस्तो हुन्छ के कस्तो हुन्छ फुल भिडियो चाहिँ हेरिदिनु होला धन्यवाद Bad boy Bagmati অঞ্চলে बाइक साइक तल डाला यार Bad boy Bagmati অঞ্চলে Siday. Wah, rok. यस्तो गाउँ जस्तो पनि डुल्न जान पाए पनि हुन्छ गाउँ जस्तो पनि डुल्न जाने र गाउँ जस्तो पनि डुल्न जाने के भनेको जाम फर्क्यौँ अनि यताबाट माथि चढौँला तलबाट माथि चढौँला फर्क्यौँ तिमीले होइन उहिले हानेको भिडियो क्याप्चर भयो कि नै मेरो भने भिडियो बनाएन तिमीले अहिले चाहिँ हामी सरङकोट जाँदै हो मेरो यो ब्याट्री प्रब्लम छ क्या त्यही भएर हो गोप्रोको त्यही भएर चार्ज आफै सकिने फेरि अहिले 14% देखाएको अघि अन भएन अहिले फेरि अन भइरहेको केही छैन
मेरो हातले अलिकति मिल्दैन क्या चलाउन त्यही झन्झट होला अहिले चाहिँ टक्क हामी चाहिँ अहिले चाहिँ यहाँ माथिको मन्दिर चाहिँ जान लागिरहेछौँ के भयो हालिदिउँ ल हालिदिउँ बहिनी कस्तो कस्तो अप्ठ्यारो अप्ठ्यारो ठाउँमा हाल्नु आयो भाइ हाल्न सकेन पछाडि आएर हाल्न ठाउँमै पुगेन खै तसट म त्यही त हो नि कस्तो हुनु पर्यो नि ट्रिक भ्यान हामी चाहिँ अहिले सरङकोटको डाँडैमा दुईजना दाजुभाइ भएर दुईजना आइसक्यो हामी यहाँ त्यही मोबाइलको स्टोरेज फुल भएर त न गोब्रोको चार्ज नभएर गाह्रो छ गरिखान गाह्रो छ केटा हो त्यही हो गोप्रो किनिदिएको छ भने 2-3टा ब्याट्री किनेर राख्यो है केटा हो लास्ट तनाव हुन्छ फेरि ल यसले झार्दैछ है ल भयो ल यहाँ आगे त अस्ति नै पहिला हामी होइन त्यो साइकल राइडिङ आउँदा के सबैजना यहाँ जोत्न गएको क्या त्यहाँ रनिङ माइकलको छोरो हामी चाहिँ निस्किएको है अब डाइरेक्ट अब घरतिर गएर भिडियो नि आजको लागि नराम्रै भयो के अरे जे जस्तो भयो नि हेरिदिनु होला बिचको कन्टेन्ट है त्यही पैसावाला कन्टेन्ट है ल भाइ भोलि बिदा हो भोलि भ्लग एडिट गर्नुपर्छ त्यही भयो अहिले चाहिँ हामी महेन्द्र पुल कटेर हामी अमरसिंह हुँदै जान लागेको म चाहिँ लास अल्छी ल्याइराखेँ यार पेटी नि ढुस भएर हो भिडियो बनाउनु पनि झ्याउ ल्याइराख अब झ्याउलाई नि अब हेरिदिनु होला रहेछ त्यो सपोर्ट गरिदिनु अब 1K पुग्न लाग्यो 1K पछि चाहिँ म भनौँ न हप्तामा चाहिँ 3टा भिडियो नत्र 2टा भिडियो ड्रप गरिराख्छु कि 1K पछि चाहिँ भिडियो त आइराख्छ अब 1K गरे होइन अनि भिडियो बनाउने मन लाग्दैन अनि कन्टेन्ट केही गर्नु मन लाग्दैन अनि त्यही भएर नि हो कि लास्ट झ्याल आउँछ अनि भिडियो बनाउन अनि 1K पछि पो हल्का त्यो तातो रगत अनि बल्ल निस्किन्छ नि अनि भिडियोहरू बनाउनु मन लाउँछ नयाँ ठाउँ जान मन लाउँछ त्यसको लागि नि यसो कमेन्ट गरिदिनु कुन ठाउँ जाऊँ म भनेर है आवाज चाहिँ कस्तो आइरहेको मलाई पनि थाहै छैन माइक साइक छैन कि मेरो त्यही भएर नि यो भिडियो कस्तो आएको छ तर मलाई थाहा छैन तर लास्ट जाडो छ यार अहिले त यार पोखरामा के भएको गर्मी होइन लाउनु लागिसक्यो त्यही नि जाडो छ त्यस्तो त हुनु भएन नि जाडोले त अति मार्यो त नि गाह्रो छ भिडियो बनाएर हिँड्न
जेको इनिसुको छैन यो मेरो कसै पिएमबी ब्लगलाई सब्सक्राइब गरिहालौँ ल साथीहरू अनि हाम्रो एसबी ब्लगलाई नि यसो सपोर्ट गरिदिनु यता साइडतिर युट्युबको त्यो के भन्छ च्यानल आइसक्यो के अरे च्यानल यहाँ साइडतिर आछ होला यसो गर सब्सक्राइब गरिदिनु उसैको गोप्रोबाट मैले भिडियो बनाइराखेको के जो साथीहरूले चाहिँ सपोर्ट गर्छ कि तर भन्यो भने चाहिँ दिन्छ जो रमाइलो लाउँछ यस्तो गोप्रो हालेर हिँड्दाखेरि चाहिँ सो हेलो गाइस भिडियोहरू हेरिसक्नुभयो होला गएर हाम्रो साथीलाई सब्सक्राइब गरिदिनु होला अनि मलाई नि सब्सक्राइब गर्नु होला पिएमबी ब्लग अनि उता एसपी ब्लगलाई नि सब्सक्राइब गर्नु एसपी ब्लग 09 लाई गएर सब्सक्राइब गर्नु ल त्यही हो थ्याङ्क यू फर वाचिङ बाई बाई पिस आउट